है। म आज यो ठाउँमा घुम्न आएको थिएँ। यसो घुम्दै घुम्दै हिँडेको मेरो उताको भोइस रेकर्ड गोपाल जाँदैछ लङ्ग्राङ लङ्ग्राङ। यो अगाडि अगाडि गोपालको यो गरिदिएको आज मेरो यतापट्टिको त्यो गर्दै भोइस बिग्रेर नि फेरि अर्को तरिकाले भोइस दिँदैछु। गोपाल आउँदैछ उता लङ्ग्राङ लङ्ग्राङ हिँडिरहेछ। यसो हाई पनि गरिरहेछ हो। अनि यसो यहाँ घुम्न आएको रेकर्ड गर्दै गर्दै भिडियो गर्दै हिँडौँ न त भनेर हिँडेको। खै के हुने हो थाहा छैन। ल मैले बोलेको उताको रेकर्ड चाहिँ सबै बिग्रो क्या। अनि यताबाट मैले अर्कै रेकर्ड गर्दै गर्दै हिँडेको। उता भिडियो गर्दै गर्दै बनाएको सबै बिग्रियो टाकटुङ्गै। के भयो अब भोइस कहाँ गयो। अनि फेरि यताबाट मैले अर्को भोइस छोड्दै हिँडेको। यसो यहाँनिर यसो घुम्न आएको थियौँ। अनि घुम्दै घुम्दै हिँडेको नि दुई भाइ। यो हरियाली कति मजाको हरियाली छ हौ यतापट्टि हेर्नु न। कस्तो रमाइलो ठाउँहरू छ। अब भर्खर लाग्यो अनि यसो हरियो परियोहरू पलायो। गोपाल यही मेरो डुल्ने साथी। म जस्तै लठुवा छ त्यस्तै उस्तो भयो हिँड्यो लङ्डाङ लङ्डाङ। घुम्ने साथी डुल्ने साथी यस्तै छ। उताको भोइस बिग्रिएको यताको बाट बनाउँदै हिँड्दैछु। त्यो मुख मात्रै भटभटाएको मात्रै देखिन्छ यता छैन हो। किनभने अनि यताबाट छुट्टै बोलिरहेको नि। त्यसो दुईजना लग्राङ लग्राङ घुम्न आएको। घुम्दै घुम्दै हिँडिरहेको छौँ। त्यसै यो चाहिँ पुल हो। त्यहाँको हर्मनदेखि पारिपट्टिको जाने पुल हो यो। अनि यो खोला त्यही पुलबाट चट्टै गएर अनि पर गएर चाहिँ हामी रेलमा चढौँ भनेर नि उता अलिकति जङ्गलतिर पसियो। त्यहाँदेखि बाहिर निक्लियो। त्यहाँदेखि यतापट्टि खोलाबाट पुलतिर आएको। घुम्दै घुम्दै यसो रमाइलो गर्दै गर्दै हिँडेको नि। गोपालले मलाई गरिदिन्छ भिडियो म लहरा लहरा हिँडिरहेको छु। लठुवा हिँडेको त गङट्याङ 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 हो। बिल्डिङ छ अग्लो देखाइदियो हेर्दै हेर्दै आएको बिल्डिङ हो नि कति अग्लो बिल्डिङ छ हो। यता चाहिँ